जब भगवान शिवले ताण्डव नृत्य सुरु गर्नुभयो तब उहाँको अलौकिक डमरू अचानक हातबाट फुत्किएर जमिनमा बज्रिन पुग्यो। डमरू जुन दहमा बज्रियो त्यहाँ डमरू नै आकारको एउटा ठूलो खाल्टो बन्यो र कालान्तरमा त्यही पानी जमेर एउटा सुन्दर दहको उत्पत्ति भयो। सत्ययुगमा भगवान शिवले नर्तनाचल पर्वतमा ताण्डव नृत्य गर्दा उहाँको हातबाट डमरू खसेर बनेको यो दह पछि इतिहासको एउटा कालखण्डमा कमान्डर इन चिफ खड्क शमशेरको निर्वासन अर्थात् नजरबन्दको साक्षी समेत बन्यो। यही निर्वासन कालमा आफ्नो एक्लोपन भुलाउन र त्यस क्षेत्रको मुहार फेर्न खड्क शमशेरले प्राचीन समयदेखि रहेको सानो कुण्डलाई ठुलो र व्यवस्थित जलाशयको रूप दिन लगाएका थिए। उनले पौराणिक शिवजीको डमरूको कथालाई सम्मान गर्दै यसलाई डमरू आकारमै विस्तार गर्न लगाएको मानिन्छ। आज हामी यही अलौकिक दहको पौराणिक रहस्य र ऐतिहासिक यथार्थको गहिराईमा लग्दैछौँ। आदरणीय साथीहरू, भिडियो सुरु गर्नुभन्दा पहिले यस भिडियोलाई एक लाइक गर्दै च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। हामीले यस्तै भिडियोहरू यस च्यानलमा अपलोड गर्दै जानेछौँ। अब सुरु गरौँ डमरू दहको इतिहास र रहस्य। प्रकृति, इतिहास र अध्यात्मको अनुपम सङ्गमका रूपमा रहेको अर्घाखाँचीको ठाडा दह अथवा डमरू दह केवल एक जलाशय मात्र नभएर यो सुदूर अतीतदेखि वर्तमानसम्मको कथा बोकेको जीवन्त साक्षी पनि हो। पूर्व पश्चिम राजमार्गको निकटताका कारण आज यो क्षेत्र पर्यटकीय हब बन्दै गएको छ। यस दहको चर्चा गर्दा सबैभन्दा पहिले यसको धार्मिक र पौराणिक पक्ष अगाडि आउँछ। पौराणिक मान्यता अनुसार यो क्षेत्र प्राचीन नर्तनाचल पर्वत श्रृङ्खला अन्तर्गत पर्दछ। सत्ययुगमा भगवान शिव हिमालयको काखमा रहेका यी मनोरम पहाडहरूमा भ्रमण गर्ने क्रममा यसै पर्वतमा आइपुग्नु भएको थियो। नर्तनाचल पर्वतको अर्थ नै नाच्ने पर्वत हुन्छ। यहाँको प्राकृतिक सुन्दरताबाट मोहित भएर जब भगवान शिवले ताण्डव नृत्य सुरु गर्नुभयो तब उहाँको अलौकिक डमरू अचानक हातबाट फुत्किएर जमिनमा बज्रिन पुग्यो। डमरू जुन दहमा बज्रियो त्यहाँ डमरू नै आकारको एउटा ठूलो खाल्टो बन्यो र कालान्तरमा त्यही पानी जमेर एउटा सुन्दर दहको उत्पत्ति भयो। यही धार्मिक विश्वासका कारण आज पनि यसलाई डमरू दह भनेर अत्यन्तै श्रद्धाका साथ पुज्ने गरिन्छ। स्थानीय जनश्रुति अनुसार यो दहको फेदमा 8वटा सुवर्ण कमलका फूलहरू छन् जुन पवित्र मन भएका भक्तजनहरूले मात्र विशेष समयमा देख्न सक्छन् भन्ने विश्वास अझै पनि जीवित नै छ। पौराणिक कथाको पाटो जति रहस्यमय र श्रद्धापूर्ण छ, यसको ऐतिहासिक पाटो त्यति नै रोचक र आधिकारिक दस्तावेजहरूमा आधारित छ। बाबुराम आचार्यका ऐतिहासिक लेखहरू तथा राणाकालीन इतिहासका पुस्तकहरू अनुसार विक्रम सम्वत 1942मा नेपालको सत्ता राजनीतिमा आएको उतार चढावसँगै यो दहको आधुनिक इतिहास जोडिन पुग्छ। तत्कालीन प्रधानमन्त्री वीर शमशेर र उनका भाइ खड्क शमशेर बीचको सम्बन्धमा गम्भीर दरार आएपछि खड्क शमशेरलाई पाल्पाको कमान्डर इन चिफको पदबाट हटाइएको थियो। इतिहासकारका अनुसार उनलाई केही समयका लागि पाल्पाबाट पश्चिमतर्फ निर्वासन वा नजरबन्द जस्तै अवस्थामा अर्घाखाँचीको ठाडा भन्ने ठाउँमा पठाइएको थियो। यही निर्वासन कालमा आफ्नो एक्लोपन भुलाउन र त्यस क्षेत्रको मुहार फेर्न खड्ग शमशेरले प्राचीन समयदेखि रहेको सानो कुण्डलाई ठुलो र व्यवस्थित जलाशयको रूप दिन लगाएका थिए। उनले पौराणिक शिवजीको डमरूको कथालाई सम्मान गर्दै यसलाई डमरू आकारमै विस्तार गर्न लगाएको मानिन्छ, जसले गर्दा यो दहले पौराणिक आस्था र राणाकालीन निर्माण कौशललाई एकै ठाउँमा समेट्न सफल भएको छ। भौगोलिक दृष्टिकोणले हेर्ने हो भने समुद्री सतहबाट करिब 3800 फिटको उचाइमा रहेको यो दहले वरिपरिका अग्ला डाँडाहरूसँग मिलेर एक अद्भुत दृश्य प्रस्तुत गर्दछ। तराईको रापिलो गर्मीबाट जोगिन मानिसहरू करिब 1 घन्टामै गोरुसिङ्गेबाट उकालो चढेर यहाँको चिसो हावा र शान्त वातावरणको आनन्द लिन आइपुग्छन्। दहको कञ्चन पानीमा प्रतिबिम्बित हुने आकाश र वरपरको हरियालीले आगन्तुकहरूको मन लोभ्याउँछ। ऐतिहासिक कालमा यो दह केवल सौन्दर्यको प्रतीक मात्र थिएन, बरु तराई र पहाडलाई जोड्ने एउटा महत्त्वपूर्ण व्यापारिक विश्राम स्थल पनि थियो।
नुन, तेल र अन्य दैनिक उपभोग्य वस्तुहरू बोकेर पहाडतिर उक्लने भरिया र व्यापारीहरूका लागि ठाडादहको शीतल छहारी र पानी थकान मेट्ने एकमात्र सहारा हुने गर्दथ्यो। यही व्यापारिक मार्गको चहल पहलले गर्दा बिस्तारै ठाडा क्षेत्र एउटा सानो बजार र पछि गएर महत्त्वपूर्ण व्यापारिक केन्द्रका रूपमा विकसित भयो। आजको सन्दर्भमा ठाडादह अर्घाखाँची जिल्लाकै एक गौरवशाली चिनारी बनेको छ। स्थानीय सरकार र समुदायले यसको संरक्षणमा देखाएको चासोका कारण अहिले यो दहमा डुङ्गा सैर बोटिङ गर्ने व्यवस्था मिलाइएको छ, जसले पर्यटकहरूलाई थप आकर्षित गरेको छ। दहको वरिपरि निर्माण गरिएको पदमार्ग, बगैँचा र शिव मन्दिरले यसलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा स्थापित गरेको छ। प्रत्येक वर्ष माघे सङ्क्रान्ति, बडा दशैँमा यहाँ लाग्ने विशेष मेलाले स्थानीय संस्कृति र परम्परालाई उजागर गर्दछ। टाढा टाढाबाट मानिसहरू यहाँ स्नान गर्न र भगवान शिवको आराधना गर्न आउने गर्दछन्। पौराणिक कालमा डमरू खसेर बनेको पवित्र दह र ऐतिहासिक कालमा खड्क शमशेरको सम्झना स्वरूप विस्तार गरिएको यो दहले वर्तमानमा भने विकास र संरक्षणको नयाँ आयाम कोर्दैछ। ठाडादह केवल एउटा पानीको कुण्ड मात्र होइन, यो त अर्घाखाँचीको पहिचान, आस्था र इतिहासको सङ्गम हो। शिवजीको ताण्डव नृत्यको झङ्कारदेखि राणाकालीन शासनका पाइलाहरूसम्म यसले धेरै कथा र व्यथाहरू आफ्नो गर्भमा लुकाएको छ। शान्त दहको पानीले सुनाउने यी कथाहरूले जो कोही पनि मन्त्रमुग्ध हुन्छन्। तसर्थ नेपालको पहाडी सौन्दर्य र ऐतिहासिक सम्पदाको खोज गर्ने जो कोहीका लागि ठाडादह एकपटक पुग्नै पर्ने गन्तव्य बनेको छ। यसको संरक्षण र सम्वर्धन गर्न सकेमा आगामी पुस्ताका लागि पनि यो दह एउटा महत्त्वपूर्ण धार्मिक र पर्यटकीय धरोहरका रूपमा सधैँ अटल रहनेछ। यहाँको शान्त वातावरणमा हराउँदा जो कोहीले पनि पौराणिक नर्तनाचल पर्वतको त्यो दिव्य अनुभव र ऐतिहासिक कालखण्डको अनुभूति गर्न सक्छन्। साथीहरू, आजको यो भिडियो तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया कमेन्टमा दिन नभुल्नुहोला र भिडियो राम्रो लाग्यो भने यस भिडियोलाई एक लाइक र आफ्नो साथीहरूलाई सेयर गर्दै च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। हवस् त, आजको लागि यति नै। अब हाम्रो भेट अर्को भिडियोमा हुनेछ। हर हर महादेव।